लामपुच्छ्रे बाँदर अर्थात् हनुमान लङ्गुरको समाजमा जब सत्ता पल्टिन्छ तब नयाँ बन्ने राजाले साम्राज्यभित्रका पुराना सबै साना बच्चाहरूलाई खोजी खोजी क्रूरतापूर्वक मारिदिन्छ। विज्ञानमा इन्फेन्टिसाइड भनिने यो कडा कदम नयाँ राजाले आफ्नो पूर्ववर्ती शासकको वंश समूल नष्ट गरेर केवल आफ्नै रगत अगाडि बढाउनका लागि चाल्छ। अचम्मको कुरा, यस्तो क्रूर राजनीतिक चेत भएको यो जीव जन्मेको बेला भने पूर्ण रूपमा गारा कालो हुन्छ, जुन 6 महिनापछि मात्र चाँदी जस्तो फुस्रो बन्छ। आज खबरकास्टमा हामी वैज्ञानिक नाम सेम्नोपिथेकस एन्टेलस भएको यही लङ्गुरको रोचक संसार खोतल्दैछौँ। यो जीव विशुद्ध शाकाहारी हो। यसको मुख्य खाना हरियो पात, फलफूल र जङ्गली मुना हुन्। तर यसको खाने बानी निकै अनौठो छ। यसले कतिपय विषालु वनस्पति पनि सजिलै पचाउन सक्छ। विज्ञान भन्छ यसको पेट गाईवस्तुको जस्तै मल्टी चेम्बर अर्थात् धेरै कोठा भएको हुन्छ। यसको जटिल पेटले कडा विषलाई पनि भित्रै कुहाएर निष्क्रिय बनाइदिन्छ। त्यसैले यसलाई जङ्गलको अचम्मको रसायनशास्त्री पनि भनिन्छ। यो जीव बनमान्छे वा चिम्पान्जी जस्तो प्रजाति होइन। यो त हाम्रै रैथाने बाँदरको परिवार हो। यसको उपपरिवार कोलोबिनाई हो। नेपालको हिमाली क्षेत्रमा पाइने लङ्गुरको भुत्ला निकै बाक्लो र चाँदी जस्तै सेतो देखिन्छ। तराई र दक्षिण भारततिरका लङ्गुर भने अलि बढी फुस्रो वा पहेँलो रङका हुन्छन्। यिनीहरूको औसत तौल 11 देखि 18 किलोग्रामसम्म हुन्छ। यिनीहरूको आयु प्राकृतिक वासस्थानमा 25 देखि 30 वर्षसम्मको हुन्छ। हाम्रो सनातन संस्कृतिमा यसलाई हनुमानको रूप मानेर पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार लङ्का दहन गर्दा हनुमानको अनुहार र पुच्छर डढेर कालो भएको कथा छ। यही कथालाई यसको कालो अनुहार र लामो पुच्छरसँग जोडेर हेरिन्छ। यही आस्थाका कारण नेपालका विभिन्न मन्दिर र ऐतिहासिक सम्पदाहरूमा यिनीहरूलाई सम्मानका साथ संरक्षण गरिन्छ। मानिसहरूसँग यिनीहरूको सम्बन्ध निकै पुरानो र गहिरो छ। लङ्गुरहरूको समाज निकै कडा र व्यवस्थित हुन्छ। यिनीहरूको समूहलाई ह्यारेम भनिन्छ। एउटा शक्तिशाली एल्फा भालेको नेतृत्वमा 11 देखि 60 वटासम्म पोथी र बच्चाहरू बस्छन्। समूहबाट निकालिएका युवा भालेहरू मिलेर छुट्टै ब्याचलर ग्रुप बनाउँछन्। यिनीहरूले समय समयमा रैथाने राजालाई आक्रमण गरेर उसको साम्राज्य खोज्ने प्रयास गरिरहन्छन्। लङ्गुरको समाजमा सत्ताको यो लडाईँ निरन्तर चलिरहन्छ। यिनीहरूको समाजमा जति क्रूरता छ त्यति नै सुन्दर मातृत्व पनि छ। पोथीको गर्भधारण अवधि करिब 7 महिनाको हुन्छ। बच्चा जन्मिएपछि समूहका अन्य पोथीहरूले पनि पालैपालो त्यसलाई खेलाउने, बोक्ने र हेरचाह गर्ने गर्छन्। विज्ञानमा यो सामाजिक व्यवहारलाई एलो मदरिङ भनिन्छ। यसले गर्दा सुत्केरी आमालाई आराम मिल्छ र समूहका अन्य युवा पोथीहरूले बच्चा हुर्काउने व्यावहारिक तालिम पाउँछन्। लामपुच्छ्रे लङ्गुरहरू जङ्गलका प्राकृतिक माली हुन्। यिनीहरूले विसर्जन गर्ने दिशाको माध्यमबाट वनस्पति र रुखहरू जङ्गलभरि फैलिन्छन्।